साथीहरू आज चाहिँ यही पोखरामा एकदम ठुलो पानी परेको छ। मेरो बाबुलाई स्कुलबाट आए होइन। आज अहिले चाहिँ कति भयो 6:30 भन्दा पनि बढी भइसक्यो। ड्राइभ लिनु जानुभएको। ठुलो पानी परेको छ साथीहरू। मैले त खाना नि बनाएको छैन, अब बल्ल बनाउने हो। यस्तै हो साथीहरू, यस्तै हो। जाडोमा कि गर्मी सुरु भयो भन्ने बेलामा झन् पानी पर्ने। बर्खा लगाउनु भयो जस्तै भयो त साथीहरू। अब चाहिँ खाना बनाउने हो। अब ड्याडी र दादा आएपछि बनाउने सानो मेरो सानो माने होइन। अब चाहिँ हामी खाना बनाउने, अनि खाने, अनि सुत्ने। साथीहरू सानो चाहिँ खेलेर बसेकी छिन् है। सानो छोरा आउने आउने बेला भइसक्यो। हेर्नु साथीहरू, अहिले चाहिँ 7 बजिसक्यो कि बाबु स्कुलबाट आएन है। ट्युसनबाट आउने हो, अलिक ढिलो आउँछ क्या त्यो। अनि बाहिर चाहिँ पानी परिरहेछ। म चाहिँ सानो छोरोसँग यसरी नै बसिरहेको छु। अब चाहिँ खाना पकाउने हो। खाना नि बनाएन। अब यस्तै हो है, पानी आहा के गर्ने। बाहिर चाहिँ चिसो मौसम छ, जाडो छ। अब गर्मी सुरु भयो नि त। गर्मी सुरु भयो अब झन् भन्ने बेलामा झन् जाडो सुरु हुन लाग्यो कि। यति जाडो छ नि। अब बच्चासँग, सानो बच्चाहरूसँग त अलिक लास्टै गाह्रो हुने हो। चिसो लाउँछ कि भन्ने है। त्यस्तै हो साथीहरू, त्यस्तै हो। छोरा आयो कि म त ढोका लाएर बसिरहेको छु नि त। को हो? को हो? छोरो चाहिँ पानीमा भिज्दै आइरहेछ स्कुलबाट है। खै ड्याडी थाहा छैन? तल्लिन जानुभएको थियो त। नबोलिकन हो साँच्चै के भन्नु फेरि। खोइ त ड्याडी तल्लिन जानुभएको के देखेन बिचरा। ड्याडी अगाडि नै हुनुहुन्छ होला, रोडमा हुनुहुन्छ होला। अगाडि आयो बाबु, छोरालाई लिनु गएको बाबु फेरि कता हो? कहाँ हो छोरो? देखेनौ क्या? देखेन? ए तेरिका। दिमाग खराब होस्। म चाहिँ बाबुलाई चाहिँ खाजा दिन लाग्छु चाउचाउ है साथीहरू। अब छोरो पनि आयो है। बाहिर एकदम पानी परिरहेको छ। पानी बिराउनु नि अनि फेरि आउने भएको छ कि। एकदम गाह्रो छ। हावा चलिरहेको छ साथीहरू। चाउचाउ बनाइदिइरहेको छु। तातो जाडोमा तातो चाउचाउ खा। खोइ खा छ बाबुले यति साथीहरूले भनेको है। चाउचाउ खाने अब चाउचाउ पकाएर खाएको कि आज जाडो भएर चाउचाउ पकाएको। स्कुलबाट आएर होइन यसरी खाना लाउनु भएको।